पाठ 15 लेखककार भवानी भिचु कथा हारजित। गोटिहवा गाउँको पूर्व दक्षिण कुनाको ठूलो पोखरीमा अस्ताउन लागेको सूर्य बिम्ब परी पोखरीको पानी नै रातो भइरहेको थियो। गाउँका गाई गोरु भैँसी बाख्रा वस्तुहरू त्यस गाउँको दक्षिण शिवपुर गाउँको माझमा पसारिएको गौचरमा चरी साँझतिर आफ्ना आफ्ना गोठतिर लाग्दा त्यसै पोखरीमा पानी खान लागेका थिए। तिनीहरूका लाम्चा छाया पोखरीको पानीमा बिस्तारै हल्लिरहेका थिए। गुरौ महतो त्यतैतिर भएका आफ्ना जौ चना बाली हेरी फर्कँदा पोखरीको डिलमा के पुगेका थिए। कुन्नी कताबाट आएर अलगुवाले उनको खुट्टामै छाद हाली रुँदै कराउन लाग्यो। महतो काका, तपाईँ छँदै अब गाउँ छोड्नु पर्यो, बसिसक्नु भएन काका, अब खपिसक्नु भएन। हो थाहा मैले पनि पाएको छु, खुट्टा छुटाउँदै महतोले भने। यस्तो बेइज्जती खप्नु नै कसरी? तर अलगु तेरो छोराको पनि कम्ती दोष छैन है। स्वास्नीलाई आफ्नै अधीन करबलमा राख्नु पर्छ। आइमाईको जा त्यस गोजाङ्ग्राको बिहानै किन गरेको थिइस्? सुन जस्तोलाई माटो पारिदिएर यो दिन पनि गाउँलेलाई हेर्नु पर्यो। टाउको निहुराएरै अलगुवाले भन्यो। काका, मैले पनि यो कुरा नसम्झेको होइन। बुहारी त लक्ष्मी नै थिए। बिहान भाडा माझ्नु, गोठघारीको गोबर काट्नुदेखि लिएर खेतमा मल पाट्नु, रोप्नु, काट्नु जम्मै काममा त्यो घरको मरद सवाज भन्दा कम्ती थिएन। बिहा गरेर ल्याएदेखि नै मेरो घरमा बर्कत बढ्तीको बाढी नै आएको कुरा नमाने सुख छैन। राम्री पनि कति कि कुनै बाहुन छेत्रीकी छोरी बुहारी नै हो कि जस्तै। तर काका, छोरालाई मारेर फाल्नु भएन। छोरो नै नरहे बुहारी केका लागि? राम्रो नराम्रो भलादमी लुच्चो जस्तो भए पनि सङ्गाल नै पर्छ। तर यो बेइज्जती खप्नु कसरी? गुरौ महतोको टाउको निहुरियो। मानौ उनकी छोरी बुहारी अन्त गएकी छ। अघोर लाजले गाउँमा मुख देखाउन महतोलाई नै गाह्रो परिरहेको छ भने चाहिँ उनको अनुहार कालो भयो। एकछिनपछि लौ हेरौं मात्र भनी अलगुवाको परवाही नगरी बिस्तारै उनी घरतिर लागे। महतोको यो बानी, यो अनुहार एउटा संकल्पको परिचायक भनी गाउँका सारालाई थाहा थियो। जो कोही कसैको वा गाउँमा आइपरेको कुनै आपद विपदमा गुरौ महतो अन्तिम अवलम्ब थिए र महतोको त्यस्तो अनुहार कुनै निर्णायक शक्ति हो भन्ने सबैको अनुभवमा परिचित थियो। हुन त गाउँमा महतो कुनै धेरै जायजेथा बढ्ता खेत वा ठूलो घर भएका व्यक्ति थिएनन्। गाउँको जेठो रैती मनोहर नै हो। घर खेत सबैभन्दा बढ्ता उसको गाडा बैलको जोडा वरिपरिका 10-15 गाउँमा प्रख्यात थियो। भैँसी पनि 7वटा, तिनमा 2वटा भैँसी मुर्रा जातका। गएका सालमा नै हरिहर क्षेत्रको गंगा स्नान गर्न जाँदा मेलाबाट किनेर उनले ल्याएका थिए। तर भुइँ र गोदनको यति सम्पन्नता भए पनि गाउँको आत्मा गुरौ महतो नै थिए। कसैले कसैमाथि सामाजिक अन्याय गर्यो, गुरौ महतो गुहारिन गए। कसैको घर खेत कसैले दबायो, गुरौ अगाडि सरे। कोही असहाय अवस्थामा पर्यो, गुरौ उसका लागि विभिल भए। यस्तै आज अलगुवाको मर्यादा जान लागेको छ। गोज्याङ्ग्रो छोराले गाजा खाई पिटी पिटी उसको सुन जस्तो आङ बङ्ग्याइदियो। ऊ केही नलागेर गई। जाँगर चलाए जसले पनि खुवाउँछ, माया गर्छ। तर यज्ञ प्रदक्षिणाको 7 फेरोमा बादी बाजा बजाइ ल्याएकी बुहारी आफू छँदैमा अर्का घरमा गई बसेकी छ। लाज भन्दा बढी के काल हुन्छ र? यी जम्मै कुरा महतोले थाहा पाइसकेका थिए। अलगुवाले पनि 2 दिनदेखि मौका छोप्न खोज्दै बल्ल पोखरीको डिलमा एकान्त पारी महतोलाई भेटायो। उनीसँग दुःख पोख्यो, रोयो, गयो। महतोका लागि यतिले नै पुग्यो। राति भात खान लाग्दा महतोले जन्मैदेखि रुचाएको अमिलो धनियाको चटनी खाने परिकारमा छँदा छँदै पनि गाँस घाँटीदेखि तल सर्न गाह्रो मानेको देखेर रतियाकी आमाले मुख बङ्ग्याउँदै भने, थाहा पाएको कुरो हो, भात अब केले रुचाउने? दुनियाँभरिको बखे डालेने पेट भरियो होला। महतो बोलेनन्। गृहस्थीको वातावरणको यस्तो मुख विरोध उनीसित धेरैदेखि परिचित थियो। तर यसरी चुप लागेको सहन नसकी महतिनीले फेरि मुख उगाड्नु पर्यो। भनिदिए है, न कचरा न कचरीको कुरामा हामीलाई पर्नु छैन। मेरा पनि छोराछोरी छन्, बुहारी नाति छन्। कसैको दुश्मनी हामीले किन्नु बेचा गर्नु पर्ने कामै छैन। असम्म माने चाहिँ महतोले भने। के भयो र? मैले त बुझ्नै सकिन। खाने बेलामा पनि यो के को कचकच? हाम्रो घरको जस्तो चाला संसारमा पाइँदैन। तर कुरा काट्दै महतिनीले भनिन्, म सोध्दछु, धनियाको यस्तो चटनी छँदा छँदै गाँस जान किन मनकन आउँछ त? जम्मै भात थालमा छ, अझ घरको चाला अरे। 5वटा छोराछोरी यही जन्माएकी छु, तपाईलाई चिन्या छैन र? चुप लाग्नु माने महतोले ठिक ठाने। बल गरेर भात खाए। चुठेर जान लाग्दा उनले फेरि सुने। भनिदिए है, मलाई टन्टा बखेडा किन्नु छैन। मेरा पनि छोराछोरी छन्। बाहिर बरन्दामा रहेको मचियामा बसी महतो तमाखु खान लागे। छिमेकका उता आएर बद्रिया पनि एकछिनमै आइपुगे। 10-15 सर्को तानेर बडो मिठो आइरहेछ है भन्दै हुक्काबाट चिलिम झिकी महतोले उत्तराहेलाई दिए। महतो काकालाई चुप लागेको देखेर बद्रियाले सोध्यो, काका केही विचार गर्नुभयो र? के को विचार ह? थाहै नपाए चाहिँ काकाले पनि सोधे। काका त्यही हो, सोनुवा मनोहर कहाँ गई बसेकी छ। मनोहर